बलिङमा प्रिन्स पाल चम्किँदा न्यू होराइजन क्रिकेट क्लबले भैरहवामा जारी पञ्चकन्या रूपन्देही सुपर लिग अन्तर्गत ए डिभिजनको शनिबारको खेलमा सहज जित हात पारेको छ। होराइजनले बुटवल राइनोजलाई 7 विकेटले हराउँदै जित निकालेको हो। भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित 50 ओभरमा 23 ओभर खेल्दै अल आउट भएर जम्मा 76 रन मात्रै बनायो। उसलाई सस्तैमा रोक्न न्यू होराइजनका प्रिन्स पालले 7 ओभर बलिङ गर्दै 3 मेडनसहित 6 रन खर्चेर 6 विकेट हात पारे। यस्तै महेश भर र विप्रसन केसीले 2-2 विकेट हात पारे। बुटवलका उत्तम थापा मगरले 32 र शिव कुवरले 15 रन बनाए। उसका अधिकांश खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् भने 4 खेलाडी 0 रनमै आउट हुँदा टिम धराशायी बन्यो। जवाफी ब्याटिङ गरेको न्यू होराइजनले 14 ओभर 2 बलमा 3 विकेट गुमाएर 77 रन बनाउँदै सहजै जित निकाल्यो। उसको जितमा सङ्गम पाण्डेले अभिजित 29, अमर मिश्राले 21 र ड्रस सुनारले 12 रनको योगदान गरे। बलिङमा बुटवल राइनोजका सुमित थापाले 2 र प्रमेश पुनले 1 विकेट लिए। खेलमा प्रिन्स पाल प्लेयर अफ द म्याच भई 1200 रुपैयाँ प्राप्त गरे। रूपन्देही क्रिकेट सङ्घको आयोजनामा जारी प्रतियोगिताको विजेता टिमले 1,01,000 रुपैयाँ र उपविजेताले 50,001 रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै म्यान अफ द सिरिजले 15,000, बेस्ट ब्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही 5,000 र प्रत्येक खेलको म्यान अफ द म्याचले 1,200 रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए। प्रतियोगितामा माउन्ट एभरेस्ट कत्था मिलले विजेता र बिकी ज्वेलर्सले उपविजेता पुरस्कारको प्रायोजन गरेका छन्। यसैगरी सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, होटल स्टार होलिडे, स्थानीय खेलप्रेमी रविकुमार रौनियार, प्रतीक ट्रेड लिङ्क र स्थानीय व्यवसायी अमित कुमार गुप्ताले पनि प्रतियोगितालाई प्रायोजन गरेका छन्।